विश्व फुटबल जगतमा सबैले आशा गरिएको र सबैले रुचाएका एल क्लासिको अर्थात् फुटबलहरूको एउटा कुम्भ मेलामा स्पेनका रियल मैड्रिड र बार्सिलोना बीचको जुन खेल छ त्यो खेल हेर्नको लागि विश्व फुटबल प्रेमीहरू जहिले पनि आतुर हुन्छन्। यही क्रममा आज स्पेनको नकआउट फुटबल कोपा डेल रेको फाइनल खेल आज हुन गइरहेको छ। आदरणीय दर्शकवृन्द, जहाँ अत्यन्तै कट्टर प्रतिद्वन्दी स्पेनिस ला लिगाका रियल मैड्रिड र बार्सिलोनाको यो फाइनल खेल नेपाली समयअनुसार आज राति 1:45 यो दुई बीचको खेल सुरु हुनेछ। उपाधिका लागि यो दुई कट्टर प्रतिद्वन्दी टिमहरू एक आपसमा आमने सामने हुँदाखेरि बार्सिलोना दोस्रो उपाधिको लागि आज मैदान उठिँदैछ भने रियल मैड्रिड भने तेस्रो उपाधिको खोजीमा रहनेछ। आजको एल क्लासिको हुँदै गर्दा सबैभन्दा बढी दबाब भने रियल मैड्रिडलाई हुनेछ, किनकि सिजनको तेस्रो एल क्लासिको हुँदै गर्दाखेरि दुईवटा एल क्लासिकोमा बार्सिलोनाले रियल मैड्रिडलाई पराजित गरिसकेको छ। त्यही अर्थमा हेर्ने हो भने आज तेस्रो एल क्लासिकोमा रियल मैड्रिड निकै दबाबमा रहनेछ। यसअघि सिजनको पहिलो सुपर कपको फाइनलमा रियल मैड्रिडलाई 5-2 गोलको अन्तरले पराजित गर्दै पहिलो उपाधि बार्सिलोनाले जितेको थियो भने स्पेनिस ला लिगाको पहिलो लिगमा पनि बार्सिलोनाले रियल मैड्रिडको होम ग्राउन्ड सान्टियागो बर्नाब्यूमा 5-2 गोल अन्तरले स्पेनिस ला लिगाको पहिलो लिग आफ्नो पोल्टामा पारिसकेको छ। समग्रमा हेर्ने हो भने यो सिजन बार्सिलोना आफ्नो मजबुत लयमा हामी देखेका छौँ भने रियल मैड्रिडले आफ्नो लय गुमाएर अहिले खराब अवस्थामा रियल मैड्रिड गुज्रिरहेको छ। त्यसर्थ मलाई लाग्छ कि बार्सिलोनालाई भन्दा पनि रियल मैड्रिडलाई आजको खेलमा ठुलो दबाब रहनेछ। उता च्याम्पियन्स लिगको क्वार्टर फाइनलबाट आउट भएको रियल मैड्रिड बार्सिलोना भने सेमी फाइनल प्रवेश गरिसकेको छ, जहाँ इङ्ग्लिस क्लब आर्सेनलले रियल मैड्रिडलाई 5-2 को अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगबाट आउट गर्न सफल भएको हो। यो अवस्थालाई हेर्दा पनि आज पक्कै पनि रियल मैड्रिडलाई बार्सिलोना भन्दा ठुलो दबाब रहनेछ र मलाई लाग्छ रियल मैड्रिडमाथि बार्सिलोना हावी हुने रहेछ, किनकि बार्सिलोना आफ्नो लयमा छ, आफ्नो फर्ममा छ। यता खेलाडीहरूको कुरा गर्ने हो भने रियल मैड्रिडलाई अझै पनि चोटको कारण तनावमा रहेको छ, जहाँ आफ्नो मुख्य राइट ब्याक डानी कार्भाजाल जुन निकै लामो समयदेखि नै अहिले घाइते अवस्थामा छ, अहिले खेलबाट टाढा रहेको छ। त्यसै क्रममा अटुरो कामिङ्गा पनि यो खेलमा हुने छैन। त्यसैले रियल मैड्रिडका दुई मुख्य खेलाडी हुने छैनन् भने उता बार्सिलोनालाई पनि चोटले भने केही सताएको छ, किनकि आफ्नो प्रमुख डिफेन्डर र प्रमुख स्ट्राइकर बिना नै उत्रिनेछ, जहाँ प्रमुख स्ट्राइकर चाहिँ रोबर्टो लेभान्डोस्की आज उपस्थित हुने छैन भने आफ्नो डिफेन्डर एलेक्जेन्डर बाल्डे पनि आजको खेलमा उपस्थित हुने छैन। तथापि आजको खेलमा यमिन यमाल र राफिन्हा भने आजको खेलमा बार्सिलोनाको लागि पूर्ण रूपमा तयार रहनेछ। र उता रियल मैड्रिडबाट पनि किलियन एम्बाप्पे, भिनिसियस जुनियर, त्यसै गरेर रोड्रिगो, बेलिङ्गम जस्ता खेलाडीहरू भने तैनात हुनेछ। यी दुई टिमको यो सिजनको ला लिगाको अवस्था हेर्ने नै हो भने यो टप 1 र 2 टेबलमा रहेको टिम हो, जहाँ बार्सिलोनाले रियल मैड्रिडलाई 4 अङ्कले पछि पारेको छ, जहाँसम्म अहिले 31वटा खेल जितिसकेको छ। अब बाँकी जम्मा ला लिगामा 5वटा खेल हुनेछ र 5वटा खेल रहँदाखेरि यो एल क्लासिको पनि फेरि रहनेछ। त्यसैले यो एल क्लासिकोले मलाई लाग्छ पक्कै पनि ला लिगाको विनर को हो भनेर छिनोफानो गर्नेछ। तथापि पनि एडभान्टेज भने बार्सिलोनालाई रहेको देखिन्छ। आजको खेल के हुन्छ हेरौँ। र म भने रियल मैड्रिडको सपोर्टर भएको हुनाले रियल मैड्रिडलाई शुभकामना दिँदै तपाईँको सपोर्टर टिम कुन रहेको छ